Hello guys, once again welcome back to my channel. सबैजनालाई फेरि पनि स्वागत छ मेरो यो जिआरएस ब्लग्समा र यतिखेर म लाफ्राक यानि कि मेरो गाउँको यो मनी डाँडामा छु र यतिखेर भने म चाहिँ आज चाहिँ जेठको 15 गते गणतन्त्र दिवसको दिन आज स्कुल पनि छुट्टी छ त्यसकारणले म चाहिँ अहिले काममा जान लागेको अवस्था। आज काम भनेको चाहिँ यहाँ माथि हाम्रो तर्जुगाङ भन्ने बारी छ, त्यो ठाउँ छ, त्यो ठाउँमा चाहिँ हाम्रो बारीमा चाहिँ आलु खन्न चाहिँ जाँदैछु। त्यो आलु खन्नको लागि म, मेरो बुढी अनि मम्मी अनि मेरो छोरा अघि नै गइसकेको अवस्था छ। म चाहिँ यहाँ भर्खरै जान लागेको। त्यही आजको भिडियो चाहिँ यही आलु खन्ने त्यही आलुहरू खन्ने यताउति देखाउने, अब आलु कतिको खोल्या छ, कति छ अनि भारी कति हुन्छ त्यही म आज तपाईँलाई देखाउँदैछु। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला हैन, एकदमै स्किप नगरिकन है। अब मन परेमा लाइक गर्नु होला, कमेन्ट गर्नु होला, अझ सेयर गर्नु होला है त, त्यही छ। यहाँबाट चाहिँ एकलट हाम्रो गाउँको दृश्य भ्यू हेरिदिउँ है साथीहरू। यतिखेर भने चाहिँ यो अहिलेको मौसममा चाहिँ अहिले यो जेठ महिनाबाट नै पानी निकै नै पर्न थालिसकेको छ। बर्खायाम सुरु भइसकेको अवस्था छ। हुन त असार महिनाबाट सुरु हुनुपर्ने हो, तर यहाँ चाहिँ आज भोलि नै बेसरी पानी पर्ने। जस्तै अब हिजो पनि, आज बिहान भन्दा नि अझ पनि राति चाहिँ त बेसरी पानी परेको थियो। यतिखेर भने थोरै घाम लागेको अवस्था छ। एकछिन घाम लाग्ने, त्यसपछि फेरि पानी पर्न थालिहाल्छ। मौसम एकदमै खराब भइसकेको अवस्था छ। त्यही हो, अहिले बर्खायाम सुरु भइसकेको अवस्था। अहिले सबै गाउँठाउँको मान्छेहरू पुरै काममा व्यस्त छन्, त्यही भएर गाउँ निकै नै सुनसान देखिएको छ। बाजेहरू बुढापाकाहरू मात्र यता कतै देखिएको अवस्था छ। नभए चाहिँ प्रायः गाउँ सुनसान नै छ र सबै मान्छेहरू चाहिँ गाउँमा काममै गएको अवस्था चाहिँ हेर्न सक्नुहुन्छ होइन। कोही मान्छेहरू चाहिँ माथि लेकतिर यार्सा गुम्बा खोज्न गएछन् होइन, माथि देख्न सक्नुहुन्छ लेकतिर पनि हिमाल, त्यहाँतिर पनि होइन, त्यही वरिपरि अथवा त्यहाँको अन्त लेकतिर चाहिँ यहाँको मान्छेहरू होइन यार्सा गुम्बा खोज्दा पनि त्यता गएको छ। पैसा कमाउनको लागि जानै पऱ्यो होइन। ल हेर्न सक्नुहुन्छ। अब आलु खन्न त अस्तिदेखि नै सुरु भइसकेको छ। घरमा अलिअलि पनि आलु आइपुगिसकेको छ। अब यहाँहरूलाई चाहिँ आलु चाहिएको खण्डमा सम्पर्क गर्न सक्नुहुन्छ है। अहिले पनि खन्न जाँदैछु। आज चाहिँ कति भारी हुँदो रहेछ त्यो त हेर्नु नै बाँकी छ। आई थिङ्क मम्मीहरूले अघि नै एक भारी त खन्न सक्यो होला सायद होइन। यत्रो ठुल्ठुलो आलु पाउँछ कि फेरि अहिले चाहिँ। नमस्ते हजुर, नमस्ते नानीहरू, के छ? यो के बोकेको नानी? चप्लेटी म्याङ भयो के छ यहाँ? के हो यो? नानीहरूले के बोके यस्तो म्याङ चप्लेङ्गो भयो? ल ल ल ल ल त्यहाँ बाँदर तल लड्छ है बाबु अहिले। आरु बखडा होइन, यो खोर्पानी त्यो टिप्न रुखमा चढाएर रहेछ। त्यहाँबाट लड्यो भने त के गर्ने फेरि केटाहरू हेर्दा यत्रो सानो पुरै बाँदर जस्तो दौडे। तल झर्ने अहिले लड्छ। दाइ चाहिँ यता रहेछ, फेरि दाइ चाहिँ तल जम्मा गर्ने, भाइ चाहिँ माथि रुखमा चढ्ने। गजब छ है। अर्को नानी चाहिँ, बहिनी चाहिँ उता, दिदी चाहिँ उता रहेछ। अर्को नानीहरू उनीहरू चाहिँ त्यो फल चाहिँ यहाँ जम्मा गर्न पुरै डोको लिएर आएर चाहिँ हेर्नुहोस् त कति सानो हो। है जताबाट गए पनि निकै नै सुन्दर देखिन्छ। यहाँहरूले अहिलेसम्म हाम्रो गाउँ घुम्न आउनुभएको छैन भने अवश्य आउन सक्नुहुन्छ। नयाँ बस्तीसहित पुरानो बस्ती पनि हेर्न आइदिनु होला होइन। यस्तो रमाइलो छ अहिले। त्यही हो, सुन्दर मनमोहक देखिएको अवस्था छ यहाँबाट चाहिँ। हाम्रो बारी चाहिँ यहीँतिर हो है। यहीँतिर आलु खन्न गइहाल्ने अब। निकै नै गजब मौसम छ अहिले। यो मौसम यस्तो गजब हुने मौसम केही समयको लागि मात्र हो यो होइन। फेरि अबको केही टाइमपछि चाहिँ फेरि पानी पर्न सुरु गरिहाल्छ। मौसम चाहिँ यतिखेर चाहिँ निकै नै सफा त होइन, एकदमै गजब देखेको छ। माथि आकाशतिर हेर्न सक्नुहुन्छ बादलहरू। तर
केही छिन चाहिँ यस्तै हुन्छ तर एकछिनपछि चाहिँ फेरि पानी पर्न थालिहाल्छ होइन त्यही हो। यता रोज फ्लावर देख्न सक्नुहुन्छ निकै नै गजब छ एकदमै ब्युटिफुल रोज फ्लावर। यता यो बर्खायामतिरको चाहिँ एउटा अर्को एकदमै गजब लाग्ने भनेको चाहिँ यो हरियाली भएपछि चाहिँ होइन यो घाम लाग्नुपर्छ त्यसपछि मौसम त निकै नै गजब देखिन्छ। यहाँ देख्न सक्नुहुन्छ पारीसम्मको दृश्यहरू पनि एकदमै बवाल देखिन्छ। बस कुहिरोले ढाक्नु भएन घाम लाग्नु पऱ्यो त्यसपछि त दृश्य यो भ्यूहरू त वाह फन्टास्टिक हेर्नुहोस् त कस्तो बवाल देखेको छ। उता डाँडा त्यो पाहाडी डाँडातिर पनि त्यो बारीहरू पनि कस्तो बवाल देखेको छ हेर्नुहोस् त। यही हो कि यो बर्खायामतिरको एउटा चाहिँ एकदमै रमाइलो घुम्न के अरे यो बेलामा चाहिँ घुम्न पनि एकदम मजा हुन्छ। तर अहिले चाहिँ पानी पऱ्यो भने त जुगा लास्टै आउँछ जुगाले बेसी टोक्छ होइन त्यही हेर्नुहोस् त यो एउटा रुखले पनि कस्तो बवाल देखेको छ सिन चाहिँ होइन। यहाँ पारी तल हाम्रो तुप्ला रा भनौँ त्यो पनि त्यस्तै देखाएको छ बवाल पुरै हरियाली छ यतातिर घरहरू। खुर्सानी उता माथि कागती यहाँ मकै यता आलु खन्दै झिले ल साथीहरू हिँड्छ उही गौड्यामा नि घची गौड्यामा ल आलु चाहिँ ठुलो ठुलो छ यहाँ लामो पुग्यो है ल आलु चाहिँ यसरी खनिरह है मम्मी र बुढीले रान्ने चजिको आलु चाहिँ कुरी चाहिँ चाहिँ अघि नै यति खन्न भ्याइसकेको रहेछ है। आलु चाहिँ यहाँ ठुल्ठुलो छ यहाँ ठुल्ठुलो छ हेर्नुहोस् त अघि नै यति आलु ल अनि हची धन भाउ हची आलु तँ हेर्नु लाँदा तँ यतानिर तँ हेर्नु यसो निकाल्नु न यसरी यत्रो ठुल्ठुलो आलु छ है हेर्नुहोस् है साथीहरू यत्रो ठुल्ठुलो आलु अघि नै पाएको न चौन लाँदै चौन चाहिँ लाने छिर्नु लाने अनि घोर रोजे बुझे nó phun cho tối em đang ngã chiếc phim không đi về chơi cái đi hỏi tung nè này tung mà thấy con nó tung mà linh cái gì nó tung đi nó cái lần xẹt đấy à vừa đấy không có chịu nữa bây giờ đi nhà đó à?我今天找的。ल छोरा मम नाति सानो सानो धमै बुइ भयो इन त थाप खनि बाउ छोड त अनि यहाँ हची यो त छिबा त्याछि ए पग्यान न गर्नु किराछि न छोड न ओ यो त कति सानो सानो मात्रै छ किसिनु र
यो मान्छे ओ आयो छु भाची हैन चला भाची रे म हैं म ठुलो यता ठुलो छ है आलु लास्टै ठुलो छ आलु ल त ओ हेर आयो चरा मान्छ बा यत्रो ठुल्ठुलो आलु छ है साथीहरू यत्रो ठुल्ठुलो हाम्रो अघि नै यहाँ पनि देख्न सक्नुहुन्छ एकदम यत्रो यत्रो आलु यो छोराले डिस्टर्ब गर्यो कि मलाई केरा झिन्नु न छोरो न मैले राम्रोसँग खन्न पाइनँ क्या तर छोरो भनेको केरा झिन्नु त चौक्याएको नआउँछ भाइ यसरी है आलु चाहिँ ठुल्ठुलो आलु छ तँ झुको हिँड्ने भयो के गरेर छोरा तिमी चाहिँ तँ झियो आलु खनेको बाबा चाहिए आलु यो छोरा आलु खुया आलु ले आलु खुया न आलु खनेको ल ठिक छ हजुर चला जा खो चला जा खुनु चला जा खो यत्रो ठुल्ठुलो आलु छ है हेलो गाइज हजुर गयो हजुर गयो क्या तँलाई छिट्नु किन तिने हेलो गाइज हेलो गाइज हेलो गाई यो छोरा यतिखेर रेस्ट गर्दै गरेको अवस्था है आलु खनेर एकदम गर्मी पनि भइरहेको छ मेरो छोरो यहाँ मेरो बुढी एकछिन रेस्ट गरेको अवस्था हो है एकदम गर्मी छ पसिनै खलखली भइरहेको छ अब हात पनि पुरै यस्तो भइसक्यो है काम बेसरी होइन अब आलु खन्नै पर्यो अहिले 2 बोरा जति आलु खन्नु भइसकेको अवस्था यत्रो ठुल्ठुलो आलु छ अझ टन्नै छ बारी खन्नुपर्ने चाहिँ अझ नचलाउ न के भयो छोरो उता हेलो नमस्ते छोरा पानी नमस्ते हेलो नमस्ते छोराबाट नमस्ते सबैजनालाई है मेरो भिडियो हेरिरहनु भएको सबैजनालाई नमस्ते है मेरो छोरा तर्फबाट नि सम्झिन्छ यत्तिकै यो मम्मी र छोरा कामै छैन चल न नचल न ओ नागा केही समयको रेस्टपछि फेरि आलु खन्न सुरु भइसकेको अवस्था यस्तै छ आलुबारी चाहिँ यहाँ हाम्रो चाहिँ मकै पनि रोपेको छ यहाँ आलुबारीभित्र नै निकै नै झ्याउ हुँदो रहेछ यसरी चाहिँ मकैलाई चाहिँ बजाउनु पऱ्यो होइन आलु चाहिँ खन्नु पऱ्यो यतिखेर भने मौसम अलिकति खराब हुँदै गरेको अवस्था तल पारी बादलै बादल देख्न सक्नुहुन्छ अब केही समयपछि चाहिँ पानी पर्नु सक्छ आलु खन्न सुरु भइसकेको छ है आलु खन्दै गरेको अवस्था यत्रो ठुल्ठुलो आलु निस्केको छ हेर्न सक्नुहुन्छ त्यहाँ हेर्नुहोस् त यत्रो ठुलो आलु यसरी जम्मा गरिन्छ है आलु चाहिँ यहाँ यो भाँडामा यसरी जम्मा गरेर ट्यागको यसरी खनिन्छ मेरो बुढीले खनिरहेको अवस्था छ ट्यागको यो खन्न भ्याएर चाहिँ यता यो बोरामा अनि त्यो उसमा डोकोमा हाल्छौँ त्यसपछि अब अझ छ है खन्नुपर्ने चाहिँ अझ धेरै नै छ अझ यहाँबाट उतैसम्म अझ टन्नै खन्नुपर्ने छ त्यही हो हेर्नुहोस् यहाँ हट सेप रहेछ यो त यो आलु त हट सेपको हेर्नुहोस् त लप ए बाबु नि लानु के म त यो के हो त यो के हो पहिला भन्नु म त आलु ए लप सेपको रहेछ है हेलो गाइज नमस्ते हेलो गाइज गाइस आलु भन न आलु 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 खन्नु पर्यो म पनि खन्छु यसरी गाड्दै नै अब नाइ बोल सँगै कोही मैंने कता ल्याउँछु किन कता ल्याउँ कता ल्याउने चाहिँ ठिकै छ न अङ्गुवा मैले खनिन्छु
खन्ने हो यसरी। अहिले त सानो सानो मात्रै निस्क्यो नि त, अलिक ठुल्ठुलो निस्केन है। त्यही हो, खन्नै पऱ्यो, झ्याम झ्याम खन्ने हो यसरी। बाबु कृपाली साथीहरू यत्रो ठुल्ठुलो आलुसँग चाहिँ भने ल यस्तो एकै ठाउँमा एकै खाल्डोमा यत्रो ठुल्ठुलो आलु हेर्नुहोस् त्यसरी फलिरहेको हुन्छ है। ल साथीहरू आलु यत्रो ठुल्ठुलो यो डोकोभरि खन्न भइसकेको अवस्था यता पनि छ है। हेर्नुहोस् है गाइस, यत्रो ठुल्ठुलो आलु पनि ढुङ्गा त्यत्रो ठुल्ठुलो आलु यत्रो आलु छ है। यत्रो आलु पनि मजाले फलेको छ। यो गजब हुन्छ, गजब मिठो हुन्छ। यो आलु मध्येमा यो दुईवटा आलु चाहिँ मेन हो, बोस ठुल्ठुलो दुईवटा आलु।